हेलो एभ्रिवान, नमस्ते। सेवारो अनि पानी परेर त्यस्तो बाढी भइरहेको रहेछ ल। यस्तो खतरा बाढी आइरहेको छ। झन् कत्रो पानी परेर हाम्रो सिजलिङ नाना र अनि हजुर सम्पूर्णलाई चाहिँ फेरि पनि वेलकम छ मेरो युट्युब च्यानलमा चाहिँ। वेलकम ब्याक टु माई युट्युब च्यानल हैन। अनि अहिले चाहिँ अब हामी जानु आँटेको धरान। अनि धरान चाहिँ किन भन्दाखेरि आज चाहिँ हामी बिहान बिहानै त्यहाँ गएर अब डुल्नु पर्ने क्या। आज धरान सोह्र घुमिदिउँ भनेर नि। अब कहाँ कहाँ घुमिन्छ त्यो त भरे पुगेपछि देखिहाल्नुहुन्छ हैन। कहाँ कहाँ गइन्छ के गरिन्छ त्यो त सबै भ्लगमा अब कन्टिन्यू हेर्दै जानु होला लास्टसम्म हैन। यसरी नै माया साथ सपोर्ट गरिदिइराख्नु होला हैन। अनि यति नै। अब चाहिँ हामी जाने। ढिला भइसक्यो, घाम टिलिक्क लागिसक्यो। फेरि अघिसम्म चाहिँ हैन यस्तो पानी परेर आँधी हुरी आउँछ जस्तै भइरहेको थियो है। अनि अहिले चाहिँ फेरि यस्तो घाम लागिरहेछ क्या। के हो यो अहिलेको मौसम त? के हो यो मौसमले के गर्नु खोजेको क्या? अघिसम्म चाहिँ पुरा अँध्यारो भएर कालो भएर आँधी हुरी आएर उडाइ लान्छ जस्तै गर्दै थियो हैन। अनि अहिले चाहिँ फेरि घाम लागिरहेछ। गर्नु चाहिँ के खोज्या? जेसुकै होस्, आज पानी आओस् आँधी हुरी तुफान जेसुकै आओस् हामीलाई छेक्नु सक्दैन। हामी चाहिँ आज गएरै छोड्ने जसरी भयो नि हैन। त्यही भएर हामी अब गएको त्यहाँ पुगेर भेटौँ ल। सो गाइज यहाँ चाहिँ हैन हामी यहाँ यताबाट घुमेर आएको। उता नि पिच बनाउँदै थियो र पञ्चायतको रोड बनाउँदैछ नि त अहिले। अनि यहाँ आएको त यताबाट घुमेर यो प्रेमतालबाट। तर लास्टमा त यहाँ पनि पानी परेर त्यस्तो बाढी भइरहेको रहेछ ल। वाट टु डु, के गर्नु थाहा नै थिएन। नत्र भने त यता आउँदैन थियौँ नि। बाढी हेर न अमै। अब फेरि फर्केर त जानु होला नि, के गर्नु। जानु न त, कुदाउनु त। हामीले चाहिँ यस्तो खोला यस्तो बाटोको टिम होइन। डोरा हुँदै आएको नि। खुट्टा सबै भिजेर खुट्टा धुनु त जानु पर्यो सबै, नत्र चिलाएर अहिले चिलाउनु थाल्छ। भर्खर नुहाएर आएको यहाँ खुट्टा के हो यस्तो। हामी चाहिँ फाइनली यहाँ आइ पनि सक्यौँ, रुममा आइ पनि सक्यौँ है। अनि अब कता कता जाने हो एकछिनमा अब भन्छु होइन। अहिले एकछिन चाहिँ बसौँ होला। हजुर आन्टी कहाँ जानुभएको थियो तपाईँ चाहिँ? ल भर्खर उठेर मुखसुख धुन जानुभएको थियो जस्तै छ। राम 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 राम। सो गाइस हामी चाहिँ अब जाँदैछौँ। कहाँ जाँदैछौँ तर? धरान सोह्रको नयाँ ठाउँ अहिले खुलेको छ नि। त्यो ठाउँको नाम पनि थाहा छैन। पार्क हो जेहरू नि होइन। भर्खर बन्दैछ होला। बनिसकेको त खोइ छ कि छैन। गोलघाट अनि हामी चाहिँ अब 4 जना जाँदैछौँ यता। ठ्याक्कै आमा छोरी नै पऱ्यौँ आज चाहिँ। यता छोरी हामी, यता आमा छोरी। आमाको गफहरू मिलिहाल्छ नि त होइन। 2 जना आमा भेटे जस्तो। हिँड्दै गएको किनकि यस्तो दामी शीतल भइरहेछ मौसम होइन। के गर्नु त अनि किन्दैन। अनि अन्त त्यही त कस्तो दामी मौसम भइरहेछ हो। यस्तै भयो भने त वा हाम्रो प्लान छ होइन। तर के हुन्छ यस्तो दामी छ मौसम, कति देखाएर नि सक्दिनँ। यहाँ चाहिँ पानी परेर बिजोग भएर है हामी चाहिँ त्यहाँ के भन्छ एउटा दोकानमा बस्यौँ होइन एकछिन। अनि त्यसपछि अलिक रोकिएर फेरि हिँडेको, फेरि पर्नु थालिसक्यो ल। आज त बिजोग बनायो त हो पानीले त भाइ मार्ने भयो। आजको मेला चाहिँ कस्तो हुने हो पनि जान्छ। के हो यस्तो हेर्नु न। पर उही बाढी आयो। अन्त यहाँ छैन सुक्खा।
के हो यस्तो ओ माय गॉड मान्छे बगाउँछ त नि अन्त नि यहाँ काम गरिरहेको हेर्नु ठुलो गर्नु के हो भने पानी नै थिएन एकैछिनमा यस्तरी आएर निक्लिनु भ्याउँदैन त है त्यही त कत्रो अनि यस्तो हामीलाई भरे बगाउँदैन डुल्दाखेरि जो राम 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 कहाँ बगाउँछौ कहाँ भरे हामी सुक्खामा हिँड्दै गर्दा आएर गुटुङटुङ आयो भने त बगाउँछ त हो यस्तो खतरा बाढी आइरहेको छ यस्तो डेन्जर बाढी आयो यार अम्बो एकैछिनमा हेर्दा राम के हो यो यहाँ खोला आएपछि त यहाँ सबै उयोहरू फ्याल्दो रहेछ नि त फोहोरहरू खोलामा यसरी बोराबाट सबै सिसाहरू बोतलहरू पनि सबै फ्याल्दो रहेछ नि त अनि त्यसपछि अनि तल आउँछ नि हाम्रो 64 मा आइपुग्छ अनि अमै के गरेको होला नि आफ्नै आँखाले पो देखेको त नदेखेको भए त अलिक विश्वास गर्न सकिँदैन थियो होला बाढी आउने बित्तिकै त्यही त उनीहरूको त फोहोर सफा गर्दो रहेछ त्यस्तो सफा पो रहेछ नि त हौ हे तेरिका इस फोहोरहरू यहाँ हेर न कत्रो यो बाढी पनि अम्मै अब अरू कतिले अब सबैले धेरै जस्तो अब यहाँ धरान बस्नु हुनेहरूले गर्नुहुन्छ गर्नु हुँदैन त्यसरी चाहिँ थाहा भएन होइन तर अब एउटा दुईवटा यहाँ आन्टीहरू देखियो गर्नुभएको त्यसरी अनि त्यही भएर भनेको हामीले सबै हाम्रो खोलातिर जान्छ हाम्रो घर पुऱ्याइदिन्छ नि त्यही त यस्तो चाहिँ नगर्नु पर्ने हो सिसाहरू यसो नफ्यालिदिनु पर्ने हो हालिदिएको है बोरा बोतलहरू उनीहरूको त सफा गर्ने ठाउँ पो भएछ त फोहोर फ्याल्ने ठाउँ पानी पऱ्यो कि फोहोर फ्याल्ने त्यही त त्यस्तोतिर दिनु नि होइन नगरपालिकाको गाडी त्यस्तो गाडी नआएको फोहोर टिप्ने गाडी नआएको भए पनि भन्नु के खालको हौ झन् कत्रो पानी पऱ्यो हामी त यहाँ एउटा ठाउँमा आएर बसिरहेछौँ लुकिरहेछौँ 3 ठाउँ लुक्दाखेरि यहाँ आइपुग्यौँ अब ऊ त्यहाँ माथि छ भनेर भन्छ अब चाहिँ बल्ल पुग्छौँ 3 ठाउँ लुक्दा बल्ल पुगिने भयो हौ हेर्नु न कत्रो पानी परिरहेछ आज त पानी परेको होइन अनि बाढीको भिडियो बनाउन आएको जस्तो लाग्दैछ मलाई चाहिँ त्यस्तै वाला फिलिङ्स आइरहेछ अनि नि हामी चाहिँ अब त्यहाँ आउँदा क्या त्यहाँ फेरि ठ्याक्कै बाटोमा त्यहाँ स्कुटी भलाङ कच्छाहरू नि अब स्कुटीको त्यो उयोहरू ऐनाहरू पनि भाँचेको थियो त्यसमा हो ऐनाहरू उयो भएको थियो सबै होइन अनि त्यसपछि अगाडिको त्यो अब स्कुटी त स्क्राच भएपछि त कस्तो हुन्छ होइन मान्छेलाई चाहिँ धन्न केही भएन अनि उयो भएको छ नि त अब अहिले तातोमा त्यो दुखेको छैन अब त्यो सेल लगाएपछि दुख्छ क्या म त सबै गयो क्या म त्यस्तो धेरै देखिसकेँ मैले त देखेको छुइनँ नि त अनि त्यही भएर म आत्तिहाल्छु क्या सो हामी चाहिँ यहाँ आइ पनि सक्यौँ हाम्रो भाइरल धरानको थुक्पा खाने ठाउँ सावित्री पसल हामी चाहिँ यहाँभित्र बसी पनि सक्यौँ अनि यहाँ भिड देख्न सक्नुहुन्छ अनि हामी चाहिँ अनएक्सपेक्टेड आज भेट बोल्नु नसकेर होइन देखिरहेछ त लाज लागेर यहाँ अनि भाइरल हो नि त धरानको अनि भाइरल अम्मा आन्टीले पानी लियो गाइस किन्दैन यो लस्सी आफै किन्न यहाँ चाहिँ आफै झिकेर लानु मिल्ने रहेछ कति हो हाम्रो सिजलिङ नाना र शशाङ्क सर यहाँ चाहिँ हाम्रो खाजा पाक्ने ठाउँ सावित्री थुक्पा पसल अनि हामी चाहिँ अब थुक्पा खानालाई यहाँ आइसक्यौँ सावित्री थुक्पा पसलमा चाहिँ हाम्रो चाहिँ यहाँ सुक्खा थुक्पा पनि आइसक्यो यो चाहिँ अनि पोर्कमा हो है पोर्कमा पोर्क अनि लु खा न त लु खा कति साह्रो हौ चियर्स गरौँ न सुरुमा यो आलु चप चियर्स गरौँ न ल 1 2 3 गो चियर्स ल खानु बाइट लो बाइट
अनि तातो हुन्छ त यहाँको आलुचप मिठो यो एउटा 20 रुपियाँ गोटा होला त कि 50 रुपियाँ गोटा हो 10 रुपियाँ हो दिन्छ घरानको होला हौ दिन्छौ त्यही त यो कति मिठो नि यो हाल्छु कति मिठो रहेछ क्या त्यो भएर त अनि फाइनली सुखा थुक्पा पनि खाइयो खाइयो बडीले भन्न चाहिँ सुखा भन्दा सास जानु आँटेको थियो यसको सुखा थुक्पा अब आफ्नो चाहिँ कसले भन्यो म त आज भातै नखाएको त्यही भएर आज चाहिँ हाम्रो मम्मी पनि है आज धन्न आन्टी भ्याउनु भएर मात्रै हो आन्टीसँग नि आउनु पाइयो नत्र भने त आन्टीलाई भेट्नु मुस्किल पर्छ नि फेरि हाम्रो आन्टीलाई भेट्नु चियर्स गाइज आन्टी तेरो आन्टी पनि भाइरल मान्छे हुन्छ नि अनि होइन युट्युब च्यानल छिटो चल्छ अन्त नि एन्जेला खोल्दै भनेको मेरो युट्युब च्यानल खोल्ने रे हाम्रो मम्मी पनि पैसा आउँछ नि त गाइस हामीले चाहिँ यहाँ थुक्पा पनि खाइसक्यौँ अनि यहाँ सबै उयोहरू पनि बुटुकाहरू पनि लगिसक्नु भयो होइन अब चाहिँ बेलतिर हामी चाहिँ जाने तर कहाँ जाने थाहा छैन होइन कहाँ जाने अब यत्रो गोलो भएको गोलो घरमा भएको जाने फुटबलको घरबाट जाने लु जाऊँ न त छिटो लु हो खोइ यहाँ त ओह्रालो मात्रै छ त खोइ कता हो यतै हो खोला छेउमै हो भनेर भन्नु त भन्दै हुनुहुन्थ्यो त्यहाँ सोद्धाखेरि यस्तो ओह्रालो छ कता हो खोइ यहाँ आइपुग्यौँ अब यता त्यही धरान एक्सप्लोर गर्दैछौँ गाइस यति धेरै डुलिसक्यौँ अब के भन्छ जानै पर्दैन हाइकिङ भइहाल्छ चिन्डे डाँडा त्यही माथि त हो नजाने यार आज त पानी पनि परिरहेछ ओभर आज त अर्कै प्रोग्राम छ हाम्रो एक त भन्नुभयो अरे उफ दुईजना मोटो और पतलो की जोडी हाम्रो नि यतै त हो नि मोटो छैन होला उल्टा क्या गाइस हामी पुग्न लाग्यौँ अब चाहिँ केही हुन्छ कि भन्न यत्रो हिँडेको यार हामी आदेखि यहाँ हिँड्दै यत्रो हिँड्नु वर्थ इट छ कि छैन हेरौँ न ल चेप कुना छिर्नु पर्ने रहेछ त कि हामीले बाटै नभेटेर हो कि उताबाट पनि छ अरे ठुलो बाटो तर हामी चाहिँ अब यतैबाट चल्दैको हिलो रहेछ फाइनली आइपुग्यौँ ल के छ ए उयो छ त सिमेन्टीको उयो कटिङ चाहिँ यता सानो छ त ल आइसकेको भनेको त तल पो रहेछ अब यहाँ त चाबी पो लागेको रहेछ चाबी छ यहाँ गाइस चाबी टिकट काट्नुपर्ने रहेछ एन्जिला तल गएको चाहिँ अब एन्जिलाको भएकोमा जाने बेला यताबाट जाँदैन बाटो तल गाइस हामी चाहिँ यहाँ आइ पनि सक्यौँ है यता यहाँ मेन गेटमा अनि एन्जिलाले चाहिँ अघि टिकट पनि काटिसक्यो अरे एन्जिलाले अघि टिकट पनि काटिसक्यो अरे काटिसकेको भन्दै थियो कति पर्यो टिकट पर पर्सन 10 रुपिस रहेछ होइन ठिकै हो अब केटिएमको पनि चढ्दिनँ म यो चढ्ने हो यो युएसएको मात्रै चढ्ने युएसएको मात्रै चढ्ने हो केटिएम नगइकन युएसए चाहिँ कसरी जान्छ पहिला केटिएममा त्यसपछि युएसए जाने उताबाट चढ्ने उता अगाडि उताबाट एन्जिला चाहिँ उता नेपालमा चढाउँ त्यो बाँकी छ एन्जिला नेपालमा ड्राइभर स्कुल ड्राइभरहरू सबै फुल्दियो होइन बस कसै नेपालमा भयो भरे बेकार भाँचिएर कति लाखको उयो मात्रै लाग्छ ब्यालेन्स मिल्छ नि त दुईजना पस्न खुट्टामा नटेर हो कसरी कुरा गरेको सबैले चाहिँ यहाँ हेर्नु लागेर के छ पत्र छ कसरी बस्नु घुँडा कहाँ राख्नु घुँडा ए यिनीहरू मैले अघि भनेको तिमीहरूको कन्डो अड्दैन भनेको त भने तिमीहरूलाई सालीहरू यत्रो बलड्याङ्ग्री बुढीहरूलाई सालीहरू यस्तो खेल्ने अरे तिमीहरूको भरिया मात्रै हो हामी चाहिँ सबै होइन लु म हल्लाउँछु दुईजना चढ म हल्लाइदिन्छु त यहाँ चढ्छु अरे कहाँ चढेको यिनीहरू लु हेर अब त्यहाँ त डर लाग्छ नि त अब यो पार्कमा आएर बच्चै भयो क्या हामी पनि 10 रुपियाँ सदाउनु आँटेको अरे यिनीहरूले 10 रुपियाँ लु यता हेर यता भरे मेरो नराम्रो आयो भिडियो भन्ला यता हेर यता हेर भ्यागुतीहरू यता हेर
यस्तो पागलहरू पागल मान्छेहरू पानी परेको लाएर को हो यस्तो खेल्ने हा ओइ ओइ भयो चुटेर जान्छ हौ भयो भयो उता जानुपर्छ ढिलो हुन्छ क्या भएन होला फेरि हल्लाको हेर्नु यसले ए हात पानी लान्छ हौ भयो नहलाउ त तिम्रो नहलाउ गयो छोडिदिनु ए बलमा त्यसो नगर्नु क्या भरे हात साथ लान्छ फेरि तैँले यो हल्लाएर क्या एन्जिलाले हल्लाएर तेरो मम्मीलाई बोकेर लान्छ धान्न तेरो मम्मीलाई लगेन ब्याग मात्रै लग्यो हल्लाइ गर्छस् माथि डुल्दै यहाँ गोलघरमा आएको होइन अनि यहाँ चाहिँ फाउन्टेनहरू वाटर फाउन्टेनहरू पनि रहेछ तर बन्द छ अहिले अनि हामी चाहिँ अब जाँदैछौँ तर कताबाट हो चाबी लगाएको छ त के हो यस्तो 10 रुपियाँ तिरेर यहाँ पनि घुम्नु यहीँ घुम्नु गएर 10 रुपियाँ तिरेको अनि खोइ चाबी अरे यहाँ पनि आज त अनेक हुँदैछ हौ हामीसँग के हुँदैछ हौ आज राम्रो कुरा नि हुँदैछ नराम्रो नि हुँदैछ छाताले मार हान हान साले चाहिँ हामी चाहिँ अब यता आयौँ किनकि उताबाट त छिर्नु मिल्दैन नै रहेछ होइन अनि त्यही भएर हाम्रो बेकारमा त्यो बरु यता तल घुम्दिन नि थियौँ नि त यता यहाँ मेन यहाँ गोलघर घुम्न आएको यो गोलघर हाम्रो 40 रुपियाँ बस्थ्यो आयो बाटो पनि फेरि यस्तै छ कि एउटा ग्रुप आउनुभएको थियो उहाँहरूलाई चाहिँ जानु दिनु भएन अरे यहाँ कता सोध्नु पर्ने भन्दै हुनुहुन्थ्यो अब आन्टीले भन्नुहुन्छ नि आन्टीले कुरा राख्नुहुन्छ म आन्टीले फेरि कसलाई कल गर्नुभयो त्यहाँ बोल्नु लाउँदै हुनुहुन्छ हाम्रो आन्टी खत्रै आन्टी हो क्या हाम्रो आन्टी त अम्बो आन्टीले पावर लाउनु भयो आन्टीको पावर आज काम लाग्यो अरे आन्टीले कसलाई पो कल गर्नुभएको अरे ओइ कसलाई पो माननीय विजय कुमार राईज्यूलाई कल गर्नु भएर अनि त्यसपछि चाहिँ यो दुबोहरू उयो हुन्छ भनेर चाहिँ नदिएको अरे खासमा चाहिँ होइन अनि त्यही भएर दुबोहरू चाहिँ तिर चाहिँ नटेक्नु भनेर भन्नुभएको छ त्यता त कहाँ टेकिन्छ त होइन थ्याङ्क यू आन्टी थ्याङ्क यू सो मच आज आन्टी धन्न हाम्रो भाग्यमा घुम्नु लेखेको रहेछ क्या आन्टी अब फ्री पनि हुनुभएको आज नत्र भने त आन्टी जहिले बिजी हो नि त फेरि अनि त्यही भएर धन्न पाइयो यही घुम्नुको लागि रहेछ अम्बो हामी त क्या खतरा है अरे टिकटक बनाऊ भने टाप हान्नु लु अन्त टाइम अफ बनाऊ गाइस हामी चाहिँ अब निस्केको गोलघर पनि घुमिसक्यौँ है अब यहाँ कहिलेदेखि आउने भनेको यो पनि अब पुरा भयो सपना होइन अब गएको हामी घर के भन्छ थुक्पा सुखरी गएर आलु चप खाने सपना पुरा भयो होइन आज सबै सपना अनि डाक्टरहरूलाई भेट्ने सपना पुरा भयो कतिवटा कति नसोचेको सपनाहरू पुरा भयो आज लु जाउँ गाइस है अब चाहिँ यो भिडियो चाहिँ म गर्न चाहन्छु आजको यो भिडियो चाहिँ किनकि धेरै लामो भइसक्यो क्या अब हामी घुमेको भिडियो आज इन्ड गर्दैछु होइन अनि अर्को भिडियो नि आउँदैछ हाम्रो त्यो भिडियो पनि हेर्नु होला तर म के भिडियो भनेर चाहिँ त्यो चाहिँ भन्दिनँ किनकि त्यो अर्को ब्लगमै हेर्नु होला झन् खतरा आउँछ होइन यो मर्नु आइसक्यो यो गरुले होइन अनि अब चाहिँ आजको लागि चाहिँ यति नै भन्दै फेरि अर्को भिडियो भेटौँ ल बाई